नमस्ते सेवाहरू सबैजनालाई म धनेन्द्र याम्फू युट्युब च्यानल याम्फू अफिसियलमा स्वागत छ। आज चाहिँ म साथीहरूसँग बुखानसान हाइकिङको लागि जाँदैछु। यो चाहिँ दक्षिण कोरियाको राजधानी सौल स्थित उत्तरी परिधिमा अवस्थित पहाड हो। दक्षिण कोरियाको राजधानी सौल नजिकै भएको हुनाले पनि त्यहाँबाट राजधानीको सुन्दर दृश्य हेरेर भरपूर मजा लिन सकिने भएकोले पनि आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि गन्तव्यको स्थल रहेको सुन्न सकिन्छ। त्यसैले म पनि आज जाँदैछु। भिडियो पुरा हेर्नु। यात्राको सुरुवातमै बाटो बिरायौँ, तर बाटोमा भेटिएका कोरियनसँग केही सल्लाह लिएर जसरी गन्तव्य पुग्ने गरी हाम्रो यात्रा अघि बढ्यो। 길 잘 나는데 그다음부터는 잡초가 우거져가지고 아마 찾기 힘들 거예요. 겨울 같으면은 네. 잡초가 없으니까는 찾아가실 수가 있는데 여름이 돼가지고 잡초가 우거져가지고 처음이 되면 여기도 100군데까지 정도 갈 수는 있어요. 100군데까지 쭉 빠져가지고 저 높은 바위까지 가셔가지고 그 좌측을 해가지고 쭉 눈선으로 가면 되는데 손길인데도 찾으실는지 모르겠어요. 아 그래요? 감사합니다. सन्दी भाइले खाँदैन अनि नखाने मान्छेले उचालेर ठीक छ ल यो नालीकन त हुँदैन त फोटो खिच्न त किन हाले यो फिल्टर नालीकन त हेर न कस्तो राम्रो देख्छ फोटो के फोटोमा फिल्टर हाले यति सेतो हुने अन्त केटीहरु त ढल्थ्यो होला हेर लास्टमा त केटी नै हाल्ने कुरा गरिरहेछ अहिले यो क्लिप चाहिँ हाल्नु पर्ने भयो। कोरियन आजसीले भने झै बाटो पहिलाउनु केही असहज गाह्रो भने नभएको होइन, तर पनि हामी त्यसको कुनै प्रवाह नगरी साथीभाइ बीचमा ठट्यौली गफ गर्दै आफ्नो गन्तव्यतिर लम्किरह्यौँ। हामीले मन्दिर स्थापना गरिसक्यौ यार। कहाँ हो यार? त्यत्रो ठुलो त अटिँदैन अब सानो एउटा सानो यस्तो भर्खरै यत्रो मन्दिर त्यत्रो त हुँदैन कि ढल्छ कि बरु विक्रम सरले कति थपे कि एउटा यात्राले जति उचाइ लिँदै गयो, माथिबाट देखिने सुन्दर र मनमोहक दृश्यहरूले हाम्रो मानसपटललाई उति प्रफुल्लित बनाइरहेको थियो।
झोलै चाहिँ भारी को कारण म त आउँछु सान यस्तोले कहाँ काबु हुन्छ कस्तो भनेको हिँड्दाखेरि खाने पानी हो के त्यो हाम्रो शरीरभित्र जुन इनर्जी स्टामिना के एकदम खिचिँदै जान्छ नि त्यसले पुस्ट गराउने हो के हराएको बाटो खोज्दै आउँदा अब भने ठ्याक्कै गन्तव्यसम्म पुग्ने मूल बाटो नभेटिए पनि केही मान्छे ओहोर दोहोर गर्ने सानो गोरेटो बाटोसम्म हामी आइपुगेका छौँ। अब भने यसले हाम्रो यात्रालाई पक्कै पनि केही सहज महसुस गराउनेछ। कट्टै मरियो नि त दाइ आज हो है जाउँ जाउँ अगाडि चाहिँ हेलो एकदम रमाइलो हुँदैछ ल ल ल लड्नु होला दाइ अप्ठ्यारो रहेछ मलाई त्यहाँबाट खारा जान्छ जस्तो लाग्यो नि आऊ आऊ ए हाइवे त ऊ त्यहाँ यहाँ माथिसम्म रहेछ नि त हेर्नु त गाडी हेर्नु मेरोमा भिडियो 1300 छ है तर भाइ ल आउनु आउनु भाइ केयरफुल गर्नु भाइ चढेको छैन होला आउनु सक्नुहुन्छ तराईमा जन्मेको हुर्केको होइन ल ठिक छ आयो फास्ट हो नि त भिडियो मात्र कोही होला फेरि निकै लामो यात्रापछि हराएको बाटो खोज्दै जाँदा अब भने हामीले खास मूल बाटो भेटाएका छौँ। बाटोमा फर्किने पर्यटक यात्रुहरूको भिड निकै बाक्लो मात्रामा देखिरहेका छौँ। हामी भने निकै ढिलो मात्रामा गएको हुनाले आजको दिनको बुखानसान फेकुन्देसम्म जाने हामी अन्तिम पर्यटक हुनुपर्छ। अब भने बुखानसान फेकुन्देको चुचुरोमा हामी पुग्न लागेका छौँ। एक्कासी अग्लो ठाउँमा आउँदा थोरै डर भने नलागेको होइन, तर ती सामान्य डरलाई उत्सुकताले जितेर भए पनि हामी हतार हतार उकालो लाग्दैछ। खोइ हात लाग्यो दाइ त्यो सन्दीपलाई पनि हात लाउन भन्नु न।
हामी अब हाम्रो गन्तव्यसम्म आइपुगेका छौँ। यहाँ विभिन्न देशका पर्यटकहरू आफ्नै किसिमको मजाहरू लिइरहेका छन्। हामी पनि बुखानसान फेकुन्देको यो चुचुरोबाट दक्षिण कोरियाको मुट्टु सौललाई निहाल्दै भरपुर मजा लिनेछौँ। सबै आइगयो नि तर्फेहरू आमा ल निकै कष्टकर यात्रा रह्यो। लगभग कति 11 बजी हिँडेको नि त हामी। 11 बजीबाट हामी लगभग 5 बजी मात्रै यहाँ आइपुग्न सफल भयो। 836 मिटर 836 मिटरको उचाइमा छौँ। मिटरको हिसाबले थोरै जस्तो देखिए पनि फिटमा हिसाब गर्ने भने 26-2700 फिटको उचाइमा छौँ। नेपालमा चाहिँ विशेष गरेर चाहिँ फुटमा हिसाब गरिन्छ नि कति हाइट कति छ भन्दा यति हो। समग्रमा नौलो अनुभव रह्यो। पहिलो 5 वर्ष कार्यकालमा पनि यसरी हुन पाएको थिएन। त्यतिखेर चाहिँ अब उमेर पनि रहेछ, बजार डुल्ने, बजार घुम्नुमा चाहिँ मजा लाग्थ्यो। यति बेला चाहिँ तपाईँलाई चाहिँ यो प्रकृतिसँग चाहिँ उमेर ढल्किएर पनि हुनसक्छ। प्रकृतिसँग रमाउन चाहिँ विशेष रुचि लाग्छ। अब यसको लागि पनि दाइको योगदान ठुलो छ होइन, किनकि दाइकै काइलाई घुम्न जाउँ भनेर चाहिँ हिँड्न मन लागिहाल्छ। दाइलाई विशेष धन्यवाद। ल त यति ल अब चाहिँ हामी आजको टपमा बुखानसान टपमा पुगेर झर्दैछौँ। एकदम रमाइलो भयो सट्टे हाँगाले। धेरै आउँदाखेरि अलिकति बाटो लामो बाटो आएर एकदम गाह्रो भएको थियो, तर गाह्रो भए पनि एकदम रमाइलो भयो। टपमा साथीहरूसँग अब हामी फर्क्यौँ। जान्छ भिडियो हजुर साह्रै रमाइलो एकदम स्वर्गीय ठाउँमा आउनै पर्ने ठाउँ रहेछ। त्यही त नि गरे जस्तो लाग्छ। हजुर यहाँको सिनहरू यस्तो नि हेर्नु भने पारिपट्टि चाहिँ रक क्लाइम्बिङ गर्नेहरूले रक क्लाइम्बिङ गरिरहेको छ। एकदम कस्तो जोखिमपूर्ण, मलाई चाहिँ डर लाग्यो। हजुर ठिक छ भाइ, चिन्ता नगर भाइ, म होचो छु, त्यहाँबाट देखिँदैन। जाउँ। जारुँ भाइ जारुँ। एकदम सफल आरोहण आरोहण त हुन्छ नि त। आहा, साँच्चै सुन्दर ठाउँ। दक्षिण कोरियाको राजधानी सौलको नजिकै रहेको फेकुन्दे, इन्सुबुङ र मानग्याङदी सानलाई सामूहिक रूपमा बुखानसान भन्ने गरिन्छ।
र यो चाहिँ सौल स्थित हान नदीको उत्तरीतर्फ रहेको हुनाले छोटकरीमा बुखानसान भन्ने गरेको रहेछ र हिजोको दिनमा यसलाई 3वटा सान भएकोले सामगाक सान पनि भनिने रहेछ। तर यसमा पनि फेकुन्डे चाहिँ बुखानसानको सबैभन्दा अग्लो 836 मिटर भएको हुनाले प्रमुख बिन्दु मान्ने गरिन्छ। यति ठुलो क्षेत्रफलमा फैलिएको यो स्थल प्राकृतिक र ऐतिहासिक रूपले कोरिया मात्र नभएर अन्तर्राष्ट्रिय रूपमै प्रख्यात पर्यटकीय क्षेत्रभित्र पर्दो रहेछ। साथीहरू, तपाईहरू पनि कोरियामा हुनुहुन्छ र हाइकिङ लगायत विभिन्न तवरले राम्रो घुम्ने ठाउँको खोजीमा हुनुहुन्छ भने बुखानसानलाई नछुटाउनु होला। आज हामी चाहिँ सौलको बुखानसान चढेर फर्किसकेका छौँ। तपाईहरूलाई भिडियो कस्तो लाग्यो? हामीलाई चाहिँ एकदम रमाइलो भयो। निकै एउटा कष्टकर यात्रापछि टुप्पोमा पुग्दा छुट्टै रमाइलो थियो र हामी फर्किसकेका छौँ र मेरो च्यानललाई तपाईहरूले हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नुहोला, याम्फो अफिसियल। र आजलाई यति नै, फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ। बाई बाई।